फाइनलिस्ट बन्ने नाम रहेको छ प्रोसेस पाण्डे। कङ्ग्रेचुलेसन्स प्रोसेस, टिम गेमलाई रिप्रेजेन्ट गर्दै फाइनलिस्ट बन्नुभएको छ प्रोसेस पाण्डे। र यो रिजल्ट अनाउन्समेन्ट सँगसँगै आज टप 5 बाट यो मञ्चबाट बिदा हुँदै हुनुहुन्छ इन्द्रकला राई। चारैजना फाइनलिस्टलाई बधाई छ र ग्रान्ड फिनालीको लागि अग्रिम शुभकामना। अब हेर्नु छ दर्शकहरूले पठाउनु भएको भोटले के निर्णय लिनेछ त। सिजन 6 को उपाधि विजेता बसलाई बनाउनु हुनेछ, त्यो दर्शकहरूको हातमा रहेको छ। इन्द्रकला आज टप 5 बाट यो मञ्चबाट बिदा हुँदै हुनुहुन्छ, कस्तो लागिरहेको छ? सुरुमा त म सबैजना मेरो दर्शक श्रोताहरूलाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु, किनभने हजुरको मायाले गर्दाखेरि यहाँसम्म आइपुगेको छु र मलाई जित्नु छैन होइन। अब मेरो छुट्टै एउटा बेग्लै मेरो एउटा ब्याकग्राउन्ड छ बाहिर र त्यसलाई नै म कन्टिन्यू गर्नेछु। यहाँ त म एउटा चिनिने एउटा मौका पाओस् भनेर मात्रै यहाँनिर आएको र भोइस अफ नेपालले मलाई यहाँसम्म ल्याइदिनु भयो। मलाई अब जति पनि पहिला चिनिन्थ्यो त्योभन्दा बढी धेरै नै अब संसारभरि नै अब मलाई चिन्नु भएको छ। मैले धेरै नै फलोवर्सहरू गेन गरेको छु, मेरो जित नै त्यही रहनेछ। र आज मेरो अब हारभन्दा पनि लाइफमा त अब यस्तै हुन्छ, अब एउटा होइन अब युद्धमा गएपछि अब एउटा न एउटा कि भइ नै हाल्छ, तर पनि केही छैन। अब यो आँसु चाहिँ मेरो खुसीको आँसु हो। धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छु मेरो अडियन्सहरूलाई र मेरो परिवारहरूलाई। दुःख नमान्नु होला र मेरो कोचलाई पनि धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छु, मलाई यहाँसम्म ल्याइदिनु भयो। थ्याङ्क यू सो मच एभ्रिवान। Season 6 को top 4 finalist को